देश त वास्तवमा धनीले भन्दा गरिबले चलिरहेको हुन्छ नि, होइन र? धनी त धन हुन्छ, उसको एकाउन्ट हुन्छ, ल यस्तो गर्छ, सिग्नेचर गरेर बस्या हुन्छ। तर जस्तै घरै बनाउनु पर्दा पनि होइन, इन्जिनियरले पनि नक्सा मात्रै कोर्ने हो, बेल्चा कसले हान्छ? पहिलो इट्टाको पहिलो ढुङ्गा कसले भयो त्यहाँनिर लगाउँछ? मजदुरले। अनि त्यो मजदुरको बारेमा सरकारले के नीति अप्नाएको छ यो देशमा? छैन। हामी मजदुरको किसानको बारेमा यति राम्रो नीति ल्याउँछौँ, बिमाको कुरा, स्वास्थ्यको कुरा, होइन, पर्सनल्ली तपाईँको छैन डेटा उठाएर हामी काम गर्छौँ। र उहाँहरूलाई चाहिँ मैले काम गर्दाखेरि केही हुँदैन रहेछ भन्ने, अब सेफ्टी छैन है। अब विदेशतिर हेर्छु होइन, तपाईँको पुरा लगाएको हुन्छ सेफ्टी, होइन, 5-10वटा हार्नेस लगाएर काम गरिरहेको हुन्छ। यहाँ हेर्छु तपाईँको चाहिँ नि बाँसको खाट, होइन, यस्तो गरेर बाँसमा है, बाँसमा उ गरेर कलर लगाइरहेको हुन्छ, केही छैन है, डोरीले पनि केही छैन, बाँसमा गरिरहेको हुन्छ। अब त्यस्तो मजदुर इनकेस लडेर तपाईँको ढाड भाँचियो भने के हुन्छ? भाँचिरहेको छ, होइन? ती मान्छेहरूको ढाड भाँचियो, खुट्टा भाँचियो भने उसले काम गरेर भरे बेलुका चाहिँ चामल लगेर जानुपर्ने र खुवाउनु पर्ने बालबच्चा के हुन्छ? ऊ त सडकमा आयो, होइन? यी सारा कुराहरूलाई हेर्नुपर्ने छ। र श्रम संस्कृति मात्रै मैले तपाईँको इन्टरभ्यू मार्फत, हुन त आमसभाबाट पनि भने हो, इन्टरभ्यू मार्फत बसेर भन्ने मौका पाएँ। त्यस्ता मान्छेहरूको लागि यदि सरकार चाहिन्छ भने श्रम संस्कृति मात्रै त्यो सरकार।